हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी घोडीपानीको यात्रा सुरु गर्दैछौँ पोखराबाट लेक साइडबाट। अब हामी यहाँबाट चाहिँ कहाँ बस पार्क गएर त्यसपछि हरिचोकबाट चाहिँ घोडीपानी जाने बस लाग्छ अरे। त्यहीबाट चाहिँ हामी घोडीपानी जाने। घोडीपानीबाट चाहिँ 130सम्म चाहिँ गाडी जान्छ अरे। त्यसबाट चाहिँ हामी हिँड्दै जाने हो। अहिले हामी यस्तो अवस्थामा छौँ। अब हिँड्दाखेरि कस्तो हुन्छ अब तपाईँहरूले देख्नुहुन्छ। स्टे ट्युन हेरिराख्नु होला। हामी चाहिँ यहाँ लेक साइडको कुन चोक रे हो, हलन चोकमा छौँ। मसँग छ मेरो साथीहरू, म अञ्जली, युना, के अरे अन्जु अनि युना। हामी 4 जना चाहिँ आज यहाँ चाहिँ हामी आज ब्लग बनाउँदैछौँ। अहिले चाहिँ हामी ट्याक्सी चढिसक्यौँ लेक साइडबाट हो। यहाँ छ मेरो मिस युना, मिस हिँड्नु भएर अगाडि बस्नु भएको। यता हुनुहुन्छ हाम्रो अञ्जली, म यहाँ छु। बस पार्क जाँदैछ। सरी हरिचोक जाँदैछौँ। आजको बस यहाँ तपाईँहरूको घोडीपानी हो। हामी चाहिँ यो जिपमा जान लाग्छौँ। यहाँ चाहिँ कति धेरै मान्छेहरू हुने रहेछ। जिप 130 जाने, घोडीपानी जाने, बसै बस्छ यहाँ जिप। हरिचोकबाट हिँडिसक्यो। अहिले चाहिँ हामी गाडीमा मैले चाहिँ साथीले भिडियो गर भनिरहेको छु अनि उसले चाहिँ गरेछ के भनिरहेछ। हामी चाहिँ हिँडिसक्यौँ गाडीबाट झरेर पनि कता भिडियो गर्नै भुलेछु म त। अनि अब मसँग जुन छ त्यही भिडियो मैले एड गरेछु। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला जस्तो भए पनि। अब त्यही त हो नि, घुम्न निस्केपछि त फोटो भिडियो त खिच्नै पऱ्यो। हामी चाहिँ पुरा टिकटिक बनाउँदैछ हो। अनि पालो फोटो भिडियोहरू खिच्दै हामी घोडीपानीसम्मको यात्रा तय गर्दैछौँ। अनि एकदम राम्रो थियो बाटो त, एकदम के अरे घोडीटो बाटो जस्तो कि राम्रो भनेको। अनि हामी चाहिँ 2-3 घन्टा हिँडेर फाइनली हामी घोडीपानी एकदम भोक लागेको चाहिँ जाने बित्तिकै हामीले चाहिँ एकदम चिसो थियो। त्यही भएर त्यहाँ चाहिँ हामीले चाउचाउ पकाएर खायौँ। अनि एकदम भोक लागेको भएर अनि जाडो पनि भएको थियो। अनि एकदम मिठो भएको थियो चाउचाउ। अनि हामी चाउचाउ खाएर सबैजना त्यहाँ रेस्ट गऱ्यौँ एकछिन। अनि रेस्ट गरिसकेपछि चाहिँ अब फेरि एकछिन त गुराँस त खासै थिएन। हामी जाने बेला गुराँसहरू अलि ओइसकेको थियो। त्यही पनि तल जङ्गलतिर हामी गयौँ एकछिन। अनि गएर त्यहाँ पनि त्यही त नि फोटो खिच्ने भिडियो खिच्ने। अनि त्यसपछि हामी चाहिँ रुममा आयौँ। एकदम चिसो भएर बाहिर त बस्नै सकेको थिएन। अनि छिटो रुममा आएर हामी त्यहाँ बस्यौँ। अनि चिसो भएर मेरो चाहिँ आँखा एकदम दुखिरहेको थियो। आँखा चिसोले होला आँखा पोलिरहेको थियो। अनि एकदम रातो पनि भएको थियो। मलाई चाहिँ डर पनि लागिरहेको थियो, किनभने आँखा झन् दुख्यो भने गाह्रो हुन्छ भनेर। अनि रुममा आएर हामी त्यसपछि बेलुकाको खाना खानमाथि गयौँ। अनि मेरो साथीले चाहिँ एकदम लेक लागेर होला गाह्रो भयो उसले। अनि राति औषधिहरू लिएर खायो। अनि त्यसपछि सुत्यौँ। अनि भोलि बिहान चाहिँ साथी चाहिँ माथि जान नसक्ने भयो। अनि हामी 3 जना त भाइहरूले माथि जानै पऱ्यो है। अनि माथि हामी 4 बजी उठेर माथि हिँड्यौँ पुनीले। गाइस हामी चाहिँ माथि पुन हिलको लागि हिँडिसक्यौँ। यहाँ छ मेरो साथी अनि मेरो बहिनीहरू, एकजना माथि छ, म यहाँ छु। भन्नु त यहाँ हेर न कस्तो लागिरहेछ। गुड के देख्दैन यस्तो अँधेरो भयो। यता हेर न त्यो एकछिन तिमीले छ किन यता हेर न कहाँ के खोज्न गएको अरे हामी। सनराइज हेर्नु लाग्यो गाइज। हामी चाहिँ यहाँ आधी बाटो आइसक्यौँ भन नजिनी। आधी बाटो त भइसक्यो होला है, भइसक्यो होला। केही कुरा पाउनको लागि केही कुरा गुमाउनु पर्छ भन्छ नि,
यस्तै हो गाइस होइन 4 बजी उठेर आएको त यस्तो छ है गाइस ल बिच बाटोमा चाहिँ यस्तो आउनु रहेछ लाली प्रसाद चुनावी फुलिरहेको हो टिकट लिनुपर्छ यस्तो छ है गाइस ल यहाँबाट चाहिँ माथि उसो हेरेछ हामी चाहिँ घोरीपानीबाट पुनिल पुग्न चाहिँ 2 घन्टा लाग्यो अनि त्यहाँ पुग्दा त पुरा घाम निस्किसकेको थियो मान्छेहरू त कति धेरै जाने थियो अनि अब माथि चाहिँ लाली गुराँसहरू ढकमक्कै फुलेको रहेछ अनि त्यही त हो नि भिडियो खिच्ने टिकटक बनाउने कामै त त्यही हो अनि त्यहाँ गएर एकदम चिसो भएर हामीले चिया खायौँ है अनि चिया खाएर साथीहरू गफ गरेर एकदम आनन्द भयो रमाइलो भयो अनि फोटो भिडियोहरू सबै खिचेर हामी चाहिँ तल फर्क्यौँ फेरि हामीले चाहिँ सानो स्पिकर लगेको थियो अनि गीत बजाउँदै नाच्दै रमाइलो गर्दै अनि ओह्रालो झऱ्यौँ अनि थाकेर हामी त्यहाँ एकछिन पल्ट्यौँ आनन्दले त्यहाँको नेचर कति राम्रो क्या हाम्रो नेपालमा पनि कति राम्रो राम्रो ठाउँहरू छ है तपाईहरू पनि जानु होला घुम्नलाई घोरीपानी जानुपर्छ ल एकचोटि के त हो बाटो होइन है जेफाइ फाइनली गाइज हामी चाहिँ फर्किसक्यौँ घोरीपानी बाट पुनिलबाट सरी छ यहाँ मेरो साथीहरू बाटो चाहिँ यस्तो छ गाइजहरू ठुलो रुगा के हो तर एकदम रमाइलो भयो हामीलाई रमाइलो भयो देखाइरहेको छु मेरो साथीहरू चाहिँ हिँडिरहेको छ यहाँ 2 जना टुरिस्टहरू हो नेपाली तर यहाँ पनि राम्रो राम्रो छ यस्तो यस्तो डुज पनि बाटो खाजा खाने ल कहाँ आइपुग्यो नि हामी पोखरा लामाचौर हामी चाहिँ माथि पुनिलबाटै जिपमा आयौँ रिजर्भ परेर किनभने अघिल्लो दिनमा धेरै हिँड्नै सकेन अनि हामी चाहिँ लुम्ले भन्ने ठाउँमा होला आइपुग्यौँ त्यहाँ आएर चटपट पानीपुरी खाएँ एकछिन रेस्ट गरेँ अनि ड्राइभर अङ्कलहरू चाहिँ खाजा खानु भयो त्यहाँ अनि म चाहिँ त्यहाँ पुरा मेरो भिडियो गराएँ भनेर त्यहाँ साथीलाई भनिरहेको छ किनभने मैले चाहिँ यो गाडीमा भाइ फोन नम्बर यताउता छ भनेर पुरा गफ दिइरहेको छ है अनि हामी चाहिँ आयौँ अब त्यहाँबाट हामी त्यो दिनमा चाहिँ हामी पोखरा नै बस्यौँ अनि हामी त माथि बस पार्कमा झरेर चाहिँ हामी त्यसको भोलि काइकिङ गऱ्यौँ साथीहरू सबैजना काइकिङ गरेर हाम्रो चाहिँ पुनिलसम्मको यात्रा चाहिँ यही समाप्त भयो सबैजनाले हेरेर कस्तो लाग्यो होला भनिदिनु होला धन्यवाद।